दर्शन नमस्ते गाइस सबैजनालाई। म सुत्न लागिसकेको थिएँ। यो सुत्ने बेलामा यसो सोचेको मलाई पिर लाग्यो। तपाईँहरूको जसले यो भिडियो हेर्नुहुन्छ सेङ्जाली कान्छोले साह्रै पिर गरेछ। अस्तिदेखि अस्ति हिजो आज धेरैजनालाई कन्टेन्ट मोनिटाइजेसन फटाफट दिइरहेछ फेसबुकले। सेटअप पनि गर्नुभएको छ। धेरैजनाको मेसेज आइरहेछ, धेरैजनाको वाट्सएपमा कल आइरहेछ। मलाई कल आइरहेछ त के भन्दा कन्टेन्ट मोनिटाइजेसन आयो, सेटअप गरेँ मैले, तर पे आउट बनाइदिन पर्यो भनेर। जसले स्टारको सेटअप गर्दा, सब्सक्रिप्सनको सेटअप गर्दा पहिल्यै जुनको पे आउट भनेको ब्याङ्क एकाउन्ट राख्दा मिस्टेक गर्नुभएको छ नि। तपाईँको ओनर नेम, कन्ट्री या बिजनेस टाइप जसको गलत छ नि, त्यो पनि यो कन्टेन्ट मोनिटाइजेसनको सेटअप आएपछि सबै चेन्ज गर्न मिल्छ। नयाँ पे आउट भनेको नयाँ ब्याङ्क एकाउन्ट तपाईँले राख्न पाउनुहुन्छ है। तपाईँको जति पनि मिस्टेक छ त्यही भएर हतार नगर्नुहोस् सेटअप गर्न। पहिला बुझ्नुहोस्, यो भिडियो पुरा हेर्नुहोस् अनि बल्ल सेटअप गर्नुहोस् है। तपाईँहरूले जुन कन्टेन्ट मोनिटाइजेसनको यतापट्टि यसरी सेटअप भनेर लेखेर आएको हुन्छ नि, यहाँ टक्क छोएर क्लिक गर्ने बित्तिकै तपाईँको सिङ्गिङ आउँछ। त्यो सिङ्गिङमा क्लिक गरिसकेपछि तपाईँको पुरानो पे आउटको त्यहाँ अप्सन दिन्छ। त्यो पे आउटमा छोएर तपाईँले टक्कै नेक्स्ट गरिदिनु भयो भने तपाईँ पुरानै पे आउटमा तपाईँको अर्निङहरू त्यहाँ गइदिन्छ। अनि त्यसलाई सच्याउन गाह्रो हुन्छ। किन भन्दा फेसबुकको जुन पे आउटको अर्निङ सर्च, तपाईँको अर्निङका स्रोतहरू जब पे आउटमा जान्छ नि, त्यसलाई परिवर्तन गर्न बाउको बिहे नै देखिन्छ। साँच्ची हो। मैले मेरो पेजको पेजको र प्रोफाइलको इन्डोनेसियाको ब्याङ्क हाल्दाखेरि पहिला मलेसियाको थियो, अघिल्लो महिनाको $2300 पनि रोकिरहेको थियो। त्यो ट्रान्सफर गर्ने बेला अर्निङका स्रोतहरू यति गाह्रो भएको थियो, 8 चोटि 9 चोटि एप्लाई गरेको मैले, रिजेक्ट भएर। अब रहेको कुरो कन्टेन्ट मोनिटाइजेसन जसको ब्याङ्क एकाउन्ट मिस्टेक भएको छ, पे आउट मिस्टेक भएको छ अनि तपाईँलाई कन्टेन्ट मोनिटाइजेसनको यो सेटअप आएपछि सेटअप गर्ने बेलामा तपाईँहरूले त्यो पुरानो पे आउटलाई क्लिक नगरिकन तल नेक्स्टको अप्सन हुन्छ, त्योभन्दा तलपट्टि एड यो न्यू बिजनेस भनेर त्यहाँ एउटा अप्सन छ। त्यहाँ क्लिक गरेर तपाईँले पुरा तपाईँको नाम पनि त्यहीँबाट परिवर्तन गर्न सक्नुहुन्छ, चेन्ज गर्न सक्नुहुन्छ। नयाँ पे आउट त्यहाँबाट गर्ने अप्सन आउँछ, नयाँ पे आउट गराउने। त्यसैले तपाईँहरूले मलाई भिडियो पुरा हेरेर बुझ्नुहोस्, सेटअप तुरुन्तै नगर्नुहोस्। जसको पे आउट मिस्टेक छ, यदि पे आउट मिस्टेक छैन भने त्यही पुरानो पे आउटमै हाल्दा राम्रो सेटअप गर्नुहोस्। यदि पे आउट भनेको ब्याङ्क हाल्दा तपाईँको ब्याङ्कको पहिलाको ब्याङ्क एकाउन्ट तपाईँको मिस्टेक छ, ब्याङ्क एकाउन्ट राख्दाखेरिको पे आउट मिस्टेक छ भने तुरुन्तै त्यही ब्याङ्कमा क्लिक गरेर अनि नेक्स्ट गरिदिनु भयो भने कन्टेन्ट मोनिटाइजेसनबाट आउने अर्निङहरू त्यही पुरानो पे आउटमै जान्छ र तपाईँले पछि त्यसलाई ब्याङ्कमा पेड गर्ने बेलामा अनि त्यहाँबाट गाह्रो हुन्छ। तपाईँको आम्दानी जो त्यो अर्निङ गर्नुभएको तपाईँको ब्याङ्क खातासम्म आइपुग्दैन है। त्यही भएर तपाईँहरू कन्टेन्ट मोनिटाइजेसन सेटअप गर्ने बेलामा त्यो ध्यान गर्नु होला है। यति भन्छ भने अब सुत्ने हो, किन भन्दा यहाँको 10 बज्न लागिसक्यो, निद्रा लागिरहेछ मलाई है। ल जय नेपाल, बुझ्नुहोस् है, कुरो बुझिदिनु होला भन्ने कुरा मलाई लागिरहेको छ। ल